सो डाइजेसन अफ कार्बोहाइड्रेट पछि अर्को एउटा इम्पोर्टेन्ट टपिक भनेको कार्बोहाइड्रेटको एब्जर्प्सन हो। सो एब्जर्प्सनको कुरा गर्दा सबैभन्दा फर्स्टमा इट बिगिन्स फ्रम स्मल इन्टेस्टाइन। सो बेसिकली के हुन्छ भन्दाखेरि कार्बोहाइड्रेट्स मोनोस्याक्राइडमा कन्भर्ट भइसकेको छ, त्यो एक्टिभली ट्रान्सपोर्ट भएर पोर्टल भेनमा जान्छ। पोर्टल भेनमा गइसकेपछिबाट त्यो लिभरमा पुग्छ। एब्जर्ब भइसकेको मोनोस्याक्राइड्सहरू चाहिँ टिस्यु र सेल्सहरूमा डिस्ट्रिब्युसन हुन्छ भाया सर्कुलेसन। कार्बोहाइड्रेटको डाइजेसन प्रोसेसमा प्रड्युस्ड भएका ग्लुकोज, ग्यालेक्टोज, फ्रुक्टोज जस्ता मोनोस्याक्राइड र डाइस्याक्राइड्सहरू अप्पर जेजुनममा एब्जर्ब हुन्छन्। ती मोलिक्युल्सहरू अप्पर जेजुनममा एब्जर्ब भइसकेपछि इन्टेस्टाइनल ल्युमेनको रोल हुन्छ, जसमा दुईवटा साइट्सहरू छन्, एउटा ल्युमिनल साइट्स र अर्को हुन्छ कन्ट्रा ल्युमिनल साइट्स। ल्युमिनल साइट्सको कुरा गर्दा त्यहाँ बेसिकली ट्रान्सपोर्ट प्रोटिन्सहरू सोडियम ग्लुकोज ट्रान्सपोर्टर SCLT1 र ग्लुकोज ट्रान्सपोर्टर GLUT5 रहन्छ भने कन्ट्रा ल्युमिनल साइट्समा भने ग्लुकोज ट्रान्सपोर्टर GLUT2 रहन्छ। टकिङ अबाउट ल्युमिनल साइट्स, SCLT अर्थात् सोडियम ग्लुकोज ट्रान्सपोर्टर 1 जुन ग्लुकोज ट्रान्सपोर्टर छ त्यसको रेस्पोन्सिबल भनेको ग्लुकोज र ग्यालेक्टोजलाई ट्रान्सपोर्ट गर्नु हो। त्यो पनि सेकेन्डरी एक्टिभ ट्रान्सपोर्ट विथ सोडियम भनेर बुझ्न सक्छौँ। Now in this figure we can see the upper jejunum site and we can also see the transport proteins, sodium glucose co-transporters, त्यस्तै गरी glucose transporters 2 and 5. These are the carrier proteins मैले अघि नै भनिसकेको छु। Now let us go through a diagram of absorption of carbohydrate जहाँ अप्पर जेजुनमको पार्ट देख्न सक्छौँ। त्यसमा बेसिकली करियर प्रोटिन्सहरू पनि देखिन्छ। करियर प्रोटिन्सहरू SCLT1, GLUT5, they are responsible for the active transport of galactose, glucose, sodium towards the intestinal luminal साइटको भित्र। अनि फ्रुक्टोजहरू पनि त्यही ल्युमिनल साइट्सकोबाट भित्र जान सक्छ भने पेन्टोजेसहरू पनि सिम्पल डिफ्युजन भएर इन्ट्री गर्छ। त्यसपछि वी क्यान नाउ सी द ब्लड क्यापिलरी साइड जहाँ चाहिँ ग्लुकोज ट्रान्सपोर्टर 2 र ग्लुकोज ट्रान्सपोर्टर 2 मै डिफ्रेन्ट आयोन्सहरू ट्रान्सपोर्ट भएको देख्न सक्छौँ। सोडियमको, पोटासियमको इनर फ्लो र आउटर फ्लो पनि देख्न सक्छौँ। नाउ लेट अस टक अबाउट द फङ्सन्स अफ क्यारियर प्रोटिन्स जसमा सोडियम ग्लुकोज को ट्रान्सपोर्टर SCLT चाहिँ एब्जर्प्सन अफ ग्लुकोजमा हेल्प गर्छ भने करियर प्रोटिन्सहरूले पनि ट्रान्सपोर्टरकै रूपमा चाहिँ भूमिका खेलेको हुन्छ। एन्ड दे आर अल्सो रेस्पोन्सिबल फर द एब्जर्प्सन अफ फ्रुक्टोज। र लिभर मात्र एउटा यस्तो अर्गेन हो जसले चाहिँ सिम्पलर फर्म अफ कार्बोहाइड्रेट्स द्याट इज मोनोसेक्राइड रिसिभ गर्दछ। नाउ लेट अस टक अबाउट सोडियम एन्ड ग्लुकोज। तिनीहरू के हुन्छ इन्टेस्टाइनल ल्युमनबाट सेल्स हुँदै ब्लड स्ट्रिममा जान्छ विथ द हेल्प अफ इन्जाइम द्याट इज सोडियम पोटासियम एटिपेज। अनि यो चाहिँ पोटासियमको एक्सचेन्जबाट पनि थाहा पाउन सकिन्छ। यो प्रोसेस क्यारिड आउट हुँदा धेरै एनर्जी चाहिने भएको हुन्छ जसलाई एटिपेजले सप्लाई गर्दछ। र अर्को भनेको सोडियमको एक्सपल्सन हुन्छ सर्कुलेसन प्रोसेसमा विच इज अल्सो अगेन्स्ट द कन्सन्ट्रेसन ग्रेडियन्ट and thus it utilizes the ATP। अनि त्यसैले नै सेकेन्डरी एक्टिभ ट्रान्सपोर्ट पनि फेसिलिटेट गर्न सक्छ। सो एब्जर्प्सन अफ कार्बोहाइड्रेट्समा ग्लुकोज र ग्यालेक्टोज जस्ता मोनोस्याक्राइड र डाइस्याक्राइड्सहरू ट्रान्सपोर्ट हुन्छन् GLUT2 का थ्रुबाट इन्टेस्टाइनल ल्युमनबाट कन्ट्रा ल्युमिनर साइटमा फेसिलिटेट डिफ्युजनको थ्रुबाट क्यापिलरिज हुँदै इजेक्ट आउट हुन्छन्। यसरी हाम्रो एब्जर्प्सन्स अफ कार्बोहाइड्रेट टेक्स प्लेस इन द एलिमेन्ट्री क्यानल।